आज हामी एउटा नयाँ नेपाली चलचित्र नामोती बारे अलिकति गहिरिएर कुरा गर्दैछौँ है त। हामीसँग यसको ट्रेलर अनि यो सार्वजनिक हुँदाको समाचार पनि छ। यसको कथा, यसको सांस्कृतिक पक्ष, सामाजिक सन्देश यिनै विषयमा अलि खोतल्ने विचार छ। हुन्छ, यो चलचित्र भर्खरै काठमाडौँको बिग मुभिजमा एउटा समारोह बीच सार्वजनिक भएको हो। नाङजुङ फिल्म्स प्राइभेट लिमिटेडले बनाएको। नाङजुङ फिल्म्स। समाचारमा त यसको कथालाई एकदमै मार्मिक भनिया छ। के रहेछ खास कथा, अलिकति बताउनुस् न। कथा चाहिँ एकजना युवाको बारेमा छ जो लागु पदार्थ मतलब मादक पदार्थको दुर्व्यसनमा फस्छन् नराम्ररी नै। त्यसले गर्दाखेरि उनको पारिवारिक सामाजिक सम्बन्ध सबै बिग्रिन्छ। श्रीमतीले पनि छोडेर जान्छन्। अनि त्यहीबाट चाहिँ उनको जीवनमा मोड आउँछ। उनले आत्मबोध गर्छन्, पश्चाताप हुन्छ अनि आफूलाई सुधार्ने बाटोमा लाग्छन्। यो त एउटा व्यक्तिगत रूपान्तरणको यात्रा भयो, तर यसमा केही फरक छ कि? फरक छ, किनभने उनको सुधार व्यक्तिगत मात्र रहँदैन, उनी समाज सेवातिर लाग्छन् अनि पछि त त्यो स्थानीय तहको चुनावमा स्वतन्त्र उठेर अध्यक्ष नै जित्छन्। साँच्चै यो त गजब लाग्यो। हो, यसको मूल सन्देश नै त्यही हो क्यारे, आफूलाई बुझ्न सके समाजमा परिवर्तन ल्याउन सकिन्छ। व्यक्तिबाट समाजसम्म, गहिरो कुरा। अनि यसमा त्यो लिम्बू संस्कृतिको कुरा पनि जोडिएको छ भनिन्छ नि, त्यो कसरी आएको छ? एकदम महत्त्वपूर्ण पाटो हो त्यो। चलचित्रले लिम्बू समुदायको मौलिक संस्कृति जस्तै उहाँहरूको विवाह संस्कार भयो होइन, मृत्यु संस्कार अनि परम्परागत लुगाहरू, गहना, अरू सामाजिक चलनहरू, यी सबैलाई निकै जीवन्त तरिकाले देखाएको छ रे। मतलब कथासँगै संस्कृति पनि सँगसँगै हिँडेको छ। हो, त्यस्तै बुझिन्छ। यो खाली देखाउनको लागि मात्र होइन कि कथाकै एउटा अभिन्न अङ्ग जस्तो बनेको छ। अनि यसले त्यो पूर्वी नेपालको गाउँले जीवन, त्यहाँको अभाव, सङ्घर्ष, यथार्थ पनि देखाउँछ भन्या छ। यसले त चलचित्रलाई अझ गहिरीको बनायो होला नि होइन, सांस्कृतिक हिसाबले पनि। पक्कै पनि। संस्कृति संरक्षण र पहिचानको लागि पनि यसले अर्थ राख्छ, मनोरञ्जन मात्रै भएन। अनि कलाकारहरू को हुनुहुन्छ प्रमुख भूमिकामा? मैले त अघि समाचारमा पत्रकारकै नाम देखेको थिएँ जस्तो लाग्यो। हो, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनिहाङ हुनुहुन्छ अनि अर्का कलाकार पूर्ण सावा, उहाँहरू मुख्य नायक। टिआर सेनिहाङ नै रोचक भयो यो त। अनि नायिकाहरूमा हाङमा थेबे र रुबिना श्रेष्ठ हुनुहुन्छ। अरू पनि धेरै स्थानीय कलाकारहरू हुनुहुन्छ, जस्तो दुर्गा इङनाम, सङ्गीताङ केवा, ज्योति लिम्बू, कुमारी लिङदेन, कोशी प्रदेशका विभिन्न जिल्लाबाट। स्थानीय कलाकारको सहभागिताले त झन् यथार्थपरक बनायो होला है। हो, त्यो अपेक्षा गर्न सकिन्छ। निर्देशक चाहिँ दिलीप फुरुम्बो हुनुहुन्छ। ल, अब यो चलचित्र दर्शक कहाँ कसरी पुग्दैछ त? प्रदर्शनको योजना के छ? निर्माताहरूले भन्नुभयो अनुसार पहिला चाहिँ कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदर्शन गर्ने रे। आफ्नै क्षेत्रबाट सुरु हो, अनि त्यसपछि विदेशतिर जहाँ नेपाली समुदायहरू हुनुहुन्छ नि त्यहाँ पनि लैजाने तयारी छ। राम्रो कुरा। विदेशमा बस्नेहरूलाई त झन् आफ्नो संस्कृति र परिवेशको झल्को मिल्ने भयो। त्यही लक्ष्य होला, सांस्कृतिक चिनारी र त्यो सामाजिक सन्देश पनि पुर्याउने। त्यसो भए समग्रमा हेर्दा निचोडमा के भन्न सकिन्छ त? यो चलचित्रले दिन खोजेको मुख्य सन्देश वा प्रभाव? मूलत त यो आशाको कथा हो जस्तो लाग्छ। सकारात्मक परिवर्तन सम्भव छ भन्ने, व्यक्ति आफै सुध्रिएर समाज सुधार्नतिर लाग्न सक्छ भन्ने बलियो विश्वास देखाउन खोजेको छ। अनि लिम्बू मौलिकता, पूर्वी नेपालको त्यो ग्रामीण यथार्थ, सामाजिक चेतना, यी सबै कुरालाई एकै ठाउँमा ल्याएर प्रस्तुत गरेको छ। हो, निश्चय नै। नामोतीले व्यक्तिगत यात्रा, संस्कृति र सामाजिक यथार्थलाई कलात्मक ढङ्गले जोडेको देखियो है त कुराकानीबाट। हो नि, अनि त्यो व्यक्तिगत तहको सङ्घर्ष र आत्मसुधारले कसरी समाजमै परिवर्तन ल्याउन सक्छ भन्ने कुरा देखाउनु चाहिँ सिनेमाको एउटा ठुलो शक्ति हो। त्यो त हो, कथाले छुन्छ एकदम। यो सबै कुरा गर्दा मेरो मनमा एउटा प्रश्न आयो कि जसरी त्यो चलचित्रको पात्रले आफ्नो दुर्व्यसन, आफ्नो सङ्कटलाई जितेर समाज सेवातिर लाग्यो नि, के हामीले पनि आफ्नो जीवनका साना ठुला चुनौती, आफ्ना कमजोरीहरूलाई नै समाजमा केही न केही सकारात्मक योगदान दिने ऊर्जा बनाउन सक्छौँ होला? व्यक्तिगत दायित्व र सामाजिक परिवर्तन कसरी जोडिन्छ होला सोच्न पर्ने कुरा हो कि?